ग्रेट वाल अफ नेपाल बबाल त बबाल कि, तर ग्रेट वालदेखिको जुन दृश्य चाहिँ अति नै बबाल है। शुभ बिहानी र सबैलाई स्वागत छ मेरो अर्को भिडियोमा। हिजो ट्राभल गरेर हल्का गलिएको पनि थियो, तर आज नयाँ दिन नयाँ जोस, खाली पेट र जोसै जोसमा सूर्यदेवलाई सरप्राइज दिँदै निस्किएँ म होटेलदेखिको। होटेलको दाई पनि जोसमा सुत्देका रहेछन्, झन्डै जोस सकियो तर दाई उठेनन्। धन्न अलि अगाडि पसलहरू रहेछ र त्यहाँ उमालेको कालो पानी र नास्ता खाइयो। एकछिन त्यहाँको अङ्कल आन्टीसँग मिठा बात गरियो। हेर्दै खाउँ खाउँ लाग्ने छुर्पीहरू पाइँदो रहेछ। एक दुईवटा क्लिप बनाएर हामी अगाडि बढ्यौँ। टिकट सिकट काट्नु पर्दो रहेछ। हामीले पनि टिकट काटेर ग्रेट वाल चढ्न थाल्यौँ। एकछिन ग्रेट वालमा उभिएर त्यहाँदेखि देखिएको नजारा मजाले हेरेँ र त्यसपछि फेरि म भ्यू पोइन्टको लागि अघि लागेँ। यो नजाराहरू हेर्दै गर्दाखेरि म सोचिरहेको थिएँ, धन्न चल्दिउँ भन्ने बित्तिकै चल्दिएर यस्तो यस्तो एक्सपिरियन्स गर्न पाइयो। र म चाहिँ आइपुगेँ यो पोइन्टमा जहाँ चाहिँ सैलुङ कतादेखि जाने भनेर लेखेको रहेछ साथीहरूको। लगभग यो कुकुरले हामीलाई माथिसम्मै पुर्यायो। हिँडेको हिँडै गर्नुपर्छ भन्ने पनि छैन। बिचमा यस्तो यस्तो नजाराहरू छ। यात्राको बिचमा भीमसेनको दरबार पनि रहेछ, जहाँ मैले घन्टी बजाएर एकछिन शिव भजन गाएपछि एकछिन आनन्द आयो। एकछिन अरू बेर भजन गाएर हामीले हाम्रो यात्रा फेरि पूर्ण सुरु गऱ्यौँ। यो सिजनमा जाँदाखेरि रेनकोट चाहिँ एकदमै चाहिने नै रहेछ। मेरो भागमा चाहिँ अब यस्तै पऱ्यो है, इङ्की पिङ्की पङ्की। अब के गर्नु, कलरले के राखेको छ र भनेर मैले चित्त बुझाएर लगाउनु त। चित्त नबुझेको कुरा भनेको त बादलले यहीँको त्यहीँ नदेखिने भएर पो सबभन्दा ठुलो टाउको दुख्यो त। कुहिरो लागेको बेलामा चढ्न त चढियो, के चढियो नाक ठोक्किने उकालो चढेको जस्तो लाग्छ। फाइनली गुम्बामा चाहिँ आइपुग्यो। तर वाट अ डिसअपोइन्टमेन्ट है। यता हेरे पनि बादल, उता हेरे पनि बादल, केही देखेको छैन। त्यत्रो गरेर आइयो, लास्टमा त्यही भइगयो। बल्ल हल्का खुले जस्तो भयो।